आजको छोटो भिडियो है ल्याएको छु। यहाँ अचम्मको कुरो त मैले के लाग्यो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ सबै जग्गा सुन्तलाहरू मरिसक्यो है। प्राय हुँदैन है, अलिकति गरम जग्गामा त झन् अब हुनु पनि छोड्यो है। तर यहाँनिर हेर्नुहोस् है, यो अलिकति गरमै जग्गा हो। यहाँनिर चाहिँ सुन्तलाहरू मजाले पौला खिलिरहेको छ अनि फलाइहरू पनि राम्रै हुँदैछ है। यहाँ हेर्नुहोस् है, यो सुन्तला हेर्नुहोस् एकदम राम्रो छ है, फलाइहरू पनि राम्रो छ। यहाँ धेरै पहिलादेखि नै यहाँ चाहिँ अब मर्नु सकेको छैन है। एकदम यहाँ पर देख्ने यो डल्लै सुन्तला हो, यो उकालो पनि छ डल्लै। अनि यहाँ हेर्नुहोस् है, सुन्तलाको बोट अहिले पौलाको सिजन हो, धेरै राम्रो बगन छ। यहाँदेखि धेरै तल तल पनि छ। धेरै राम्रो सुन्तला अब यहाँ फल्ने गर्छ। यहाँदेखि सिधा उता पनि धेरै राम्रो छ सुन्तलाको बोट उम्बो। हेर्नुहोस् है, सुन्तलालाई एकदम पहिला चाहिँ हामीले के गर्थ्यौँ भनेदेखि अब सेफ हुन्छ भनेर वरिपरिको रुखहरू सबै ढाल्ने गर्थ्यो है। तर यो सुन्तलालाई अलिकति सेपिलो जग्गा चाहिने रहेछ है। वरिपरि यहाँ चाहिँ तपाईँको वरिपरि रुखहरू छ है, यहाँ ठुल्ठुलो रुखहरू छ वरिपरि, बाँसहरू। अन्त सुन्तलाबारी भित्रै त होइन, तर वन ट्रीको हिसाबले यहाँ सुन्तलामा वरिपरि छ। त्यसले गर्दा अब घाम चाहिँ यहाँ त्यति लाग्नु पाउँदैन। त्यसले गर्दा पनि होला सायद है। यसो हुन्छ नि, अब भाइरसहरूलाई यसो रुखपातहरूले अब मेरो यसो अब अन्दाजमा है, अनुमानमा चाहिँ मलाई त्यो लाग्छ है, कतिवटा कुरोहरू चाहिँ अब रोकथाम भएको होला जस्तो पनि लाग्छ है। यहाँ चाहिँ तपाईँको वरिपरि चाहिँ एकदम जङ्गल छ, बाँसहरू ठुल्ठुलो रुखहरू छ है। हत्तपत्त यहाँनिर घाम पनि लाग्दैन। त्यसले गर्दा पनि होला है। पहिला अब मेरोमा पनि है थियो, वरिपरि रुखहरू थियो। लास्टमा अहिले रुखहरू चाहिँ मास दिँदाखेरि चाहिँ मेरो पनि कतिवटा सुन्तलाहरू मरेर गएको कुरो हो है। अहिले अलिअलि छ, बेसी छैन है, अब कम्ती छ। अलिअलि नगी खानु चाहिँ हुन्छ। तर यहाँ देख्दाखेरि चाहिँ एकदम राम्रो, मलाई खुसी लाग्यो है। एकदम झ्याङहरू पनि ठुल्ठुलो छ है, एकदम हरियो छ यहाँनिर सबै। अब यो फलाइको सिजनमा एकदम राम्रो हुन्छ है। यहाँबाट ओह्रालो जानु पर्दाखेरि तपाईँको यहाँ तलतिर पनि सबै हो, यहाँ तलसम्म। अन्त यता धेरै घाँस छ है। अन्त सुन्तला पनि अब धेरैजनाले भनेको चाहिँ सुन्तला हुँदैन भन्थ्यो हो। तर अहिले सुन्तलाको किमत धेरै बेसी छ है। हाम्रो पहाडी इलाकामा धेरै सुन्तलाहरू मासेर गइसक्यो। तर मलाई लाग्छ यसरी है लगायो भने त हुने रहेछ। वरिपरि रुखहरू चाहिँ राख्नुपर्ने रहेछ। मेरो अन्दाजमा चाहिँ रुखहरू चाहिँ काट्नु नपर्ने रहेछ, नहुँदो रहेछ भन्ने चाहिँ मलाई यसो लाग्यो कि यो सुन्तलाको बगान हेर्दा है। ल तपाईँहरूलाई है यो छोटो भिडियो कस्तो लाग्यो है, यदि मन पर्नु भयो भने चाहिँ यसो कमेन्ट गर्नुहोस् अनि प्रतिक्रिया दिनुहोस् अनि यसो सेयर पनि गरिदिनुहोस् है। हुन्छ, फेरि अर्को भिडियोमा भेटौँला।